काठमाडौँको घरमा नयाँ तरिकाको प्लास्टर यानी जिप्सम प्लास्टर यो किन प्रयोग गर्ने अथवा यसका फाइदाहरू के हुन् त? सामान्यतया घर निर्माणमा सिमेन्ट प्लास्टरै प्रयोग भइरहेको हुन्छ र कतिपयले चाहिँ जिप्सम प्लास्टर पनि राम्रो विकल्प हो भनेर भन्नुहुन्छ। के साँच्चीकै जिप्सम प्लास्टर भनेको सिमेन्ट प्लास्टरको विकल्प हो त? यो बुझ्नका लागि सुरुमा जिप्सम प्लास्टरका फाइदाहरू बुझ्नुपर्ने हुन्छ। जिप्सम प्लास्टरमा पनिङको आवश्यकता पर्दैन। अलरेडी स्मुथ सर्फेस बन्ने भएको कारणले गर्दा सिमेन्ट प्लास्टरको जस्तो यसमा पनिङ गरिराख्नुपर्छ भन्ने जरुरी छैन। अर्को फाइदा भनेको सिमेन्ट प्लास्टरको तुलनामा जिप्सम प्लास्टर छिटो ड्राई हुन्छ। जिप्सम प्लास्टर लगाउनु भएको 72 घण्टामै तपाईले पेन्टिङ गर्न सक्नुहुन्छ। यसैगरी जिप्सम प्लास्टरको थर्मल कन्डक्टिभिटी पनि कम हुन्छ। भन्न खोजेको यसको प्रयोग गर्दाखेरि तपाईको इन्टेरियर स्पेस गर्मीमा चिसो र जाडोमा न्यानो भएर बस्छ। यसैगरी जिप्सम प्लास्टर फायर रेजिस्टेन्ट पनि हुन्छ। यी थिए जिप्सम प्लास्टर किन लगाउने अथवा जिप्सम प्लास्टरका फाइदाहरू के हुन् भन्ने कुरा। तर सबै चिजको दुईटा पाटाहरू हुन्छन्। यसको फाइदा मात्र नभइकन बेफाइदाहरू पनि छन्। अब बेफाइदा के छन् त? जिप्सम प्लास्टरको प्रमुख बेफाइदा भनेको चाहिँ यसको वाटर अब्जर्प्सन धेरै हाई हुन्छ। भन्न खोजेको यसले पानी सजिलै सोचिहाल्छ, जसको कारणले गर्दा घर बाहिर यो प्लास्टर लगाउनु हुँदैन। यो प्रमुख बेफाइदाको कारणले गर्दा जिप्सम प्लास्टर भनेको तपाईले इन्टेरियर स्पेसमा मात्र प्रयोग गर्नुपर्ने हुन्छ। सिमेन्ट प्लास्टरको तुलनामा जिप्सम प्लास्टर कमलो हुन्छ र तपाईले भित्तामा काँटी ठोक्नु पर्ने छ अथवा अन्य केही काम गर्नुपर्ने छ भने तपाईले विशेष ध्यान पुर्याउनु पर्ने हुन्छ।